पूजाको बाउले त्यो चिठीमा के लेखेको छ हामीलाई पढ सुना भन्दाखेरि पनि रामले यो चिठीको ठुलै रहस्य लुकेको छ। जब मैले यो रहस्यको पुरै जडसम्म पत्ता लगाउँदिनँ म तपाईँहरूलाई यो चिठीमा लेखेको कुराहरू केही पनि बताउने छैन भनेर रामले भनेका थिए। मुनाले भने आफ्नै दाइ भनेर मानिराखेको आफ्नै दाइ भनेर भाइ टिका लगाइदिइराखेको व्यक्ति त्यसले नै पूजालाई त्यस्तो अवस्थामा पुर्याइदिएको थियो। अहिले त्यसैलाई नि कमला र मुनाले आफ्नो भाइ टिका लगाइदिइसकेका छन्। मुना भने एकदमै धेरै खुसी छन् कि कमला मुना कमला भने बल्ल बल्ल मैले भाइ पाएँ भनेर एकदमै खुसी छन्। तर यो भाइ नभएर पूजालाई यस्तो अवस्थामा पुर्याउने यही मान्छे रहेको छ। के अब कमला र मुनाले यो सब थाहा पाइसकेपछि त्यसलाई बाँकी राख्ला नि त? आफ्नै नन्दको त्यस्तो हालत गरिदिएका छन् तिनीहरूले। यो कुरो रामले पत्ता लगाउने छन् अनि त्यसलाई भने त्यत्तिकै छाड्ने छैनन्। जसरी भए पनि पूजालाई त्यस्तो अवस्थामा पुर्याएका थिए। रामले जसरी भए पनि पूजाको बदला लिनै पर्छ भन्ने जति को हुनुहुन्छ कृपया कमेन्ट गर्नु होला है त।